दर्शकबिन तेस्रो टी20 खेलमा वेस्ट इन्डिजका खेलाडीले किन लगाए मैदानमा मास्क, यो विषयमा चर्चा रहनेछ। साथसाथै नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले टी20 विश्वकपका बारेमा के भने, यो विषयमा पनि कुराकानी गर्नेछु। साथसाथै आज भएको टी20 खेलमा नेपाल वेस्ट इन्डिजसँग फराकिलो हार बेहोर्नु परेको छ, यो विषयमा पनि कुराकानी गर्नेछु। दर्शकबिन हाम्रो भिडियोलाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया दिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। वेस्ट इन्डिजका क्रिकेट टिमका केही खेलाडीले आज मैदानमा नै मास्क लगाएर खेलिरहेको दृश्य चर्चामा छ। यसले नेपालको प्रदर्शन अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने खतरा समेत धेरैले बताएका छन्। आज खेलपछि वेस्ट इन्डिजका खेलाडी एन्ड्रे फ्लेचरलाई पत्रकारले मास्क लगाउनुको कारण बारे सोधेका थिए। उनले हाँस्दै धुलाका कारण केही खेलाडीले मास्क लगाएको बताएका छन्। हामीले जस्तो परिस्थितिमा पनि खेल्नु पर्छ, इमानदारीता पूर्वक भन्नु पर्दा आज निकै धुलो थियो, त्यसको लागि लगाएको हो। उनले नेपाल समुद्र सतह भन्दा माथि भएकोले यहाँको वातावरणमा घुलमिल नभएको र अभ्यास गर्दा अप्ठ्यारो भएको बताए। साथै मानिसहरू निकै असल र नेपालमा इन्जोय समेत गरिरहेको बताए। यो देश समुद्र सतह भन्दा धेरै माथि छ, त्यसैले केही खेलाडीहरूलाई अलिकति कठिनाई भएको छ। हामी यहाँ अभ्यस्त हुँदै जाँदा अझै राम्रो खेल्नेछौँ। हामीले कहिलेकाहीँ आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनु पर्छ। नेपालमा हामीले धेरै राम्रा कुराहरू पनि देख्यौं, मानिसहरू निकै असल छन्, हामी इन्जोय गरिरहेका छौं, उनले भने। त्यस्तै टी20 विश्वकप खेल्ने टिम बारे रोहित कप्तानले भने। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले आइसिसी टी20 विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन्। बुधबार वेस्ट इन्डिज ए संघको तेस्रो खेलपछि पोस्ट म्याच कन्फरेन्समा पौडेलले सबै खेलाडीहरूको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन्। उनले अहिले खेलिरहेका सबै खेलाडीहरू फिट रहेपछि विश्वकप खेल्ने 15 खेलाडी बारे स्पष्ट भइसकेको बताए। उनले विश्वकप खेल्ने नेपाली टिम मजबुत रहेको पनि जिकिर गरे। पौडेलले 2 खेलपछि आफू आरामका लागि तेस्रो खेल नखेलेको बताए। त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मन्टी देसाईले वेस्ट इन्डिज ए संघको जारी सिरिजमा नेपाली टिमलाई निकै अनुभव भएको बताए। उनले नेपाली टिमको तयारी प्रति पूर्ण रूपमा सन्तुष्ट रहेको भन्दै दबावलाई सम्हाल्न सक्ने अवस्थामा टिम रहेको जिकिर गरे। दर्शकबिन त्यस्तै नेपाल वेस्ट इन्डिज ए सँग तेस्रो टी20 म्याचमा फराकिलो अन्तरले पराजित भएको छ। नेपाल तेस्रो टी20 खेलमा वेस्ट इन्डिज ए सँग 76 रनले पराजित भएको छ। यो सँगै 5 खेलको सिरिजमा वेस्ट इन्डिजले 2-1 को अग्रता लिएको छ। जोन्सनको शतकमा नेपाललाई 228 रनको लक्ष्य पछ्याएको नेपाल 19.2 ओभरमा 151 रनमा अल आउट भयो। लोकेश बमले 29 बलमा 1 चौका र 2 छक्का सहित सर्वाधिक 28 रन बनाएका थिए। त्यस्तै करण केसीले 17 बलमा 3 चौका र 1 छक्का सहित 28 रन बनाए। विनोद भण्डारी 15 बलमा 4 चौका सहित 19, अनिल शाह 14, आरिफ शेख 3, कुशल मल्ल 20, गुलशन झा 6, विवेक यादव 3 र दिपेन्द्र सिंह एरी 7 रनमा आउट भएका थिए। वेस्ट इन्डिजका लेग स्पिनर हाइडन वाल्सले 4 ओभरमा 28 रन खर्चेर 3 विकेट लिएका थिए। गुडाकेश मोतीले 4 ओभरमा 28 रन खर्चेर 2 विकेट लिए। ओबेद मैक्वे, मैथ्यू फोर्ड र फबियन एलेनले 1-1 विकेट लिए। त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले 20 ओभरमा 3 विकेट गुमाउँदै 227 रन बनाएको थियो। वेस्ट इन्डिजका ओपनर जोन्सन चार्ल्सले 61 बलमा 13 चौका र 7 छक्का सहित 119 रनको अभिजित शतकीय इनिङ खेलेका थिए। ओपनर एलिक एथान्जेले 17 रनमा रन आउट भएका थिए। त्यो समय वेस्ट इन्डिज 3.1 ओभरमा 27 रनमा 1 विकेटको अवस्थामा थियो। त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले 145 रनको शतकीय साझेदारी गर्दै विशाल योगफल पुर्याएका थिए। आन्द्रे फ्लेचर 33 बलमा 4 चौका र 3 छक्का सहित 53 रनमा आउट भएका थिए। स्पिनर सागर ढकालको बलमा टियु एन्डको लङ्गनमा ठूलो शट खेल्ने धुनमा दिपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुनु पुगेका थिए। त्यस्तै फबियन एलेनले 9 बलमा 2 चौका र 1 छक्का सहित 19 रनमा आउट भए। किमो फल 13 रनमा नट आउट रहे। स्पिनर सागर ढकाल र करण केसीले 1-1 विकेट लिएका थिए। पहिलो खेलमा नेपाल 4 विकेटले विजय भएको थियो। दोस्रो खेलमा नेपाल 10 रनले पराजित भएको थियो। अब चौथो खेल बिहिबार र अन्तिम खेल शनिबार हुनेछ। श्रृङ्खलाको समाप्ति लगत्तै नेपाली टोली विश्वकपका लागि वेस्ट इन्डिज प्रस्थान गर्नेछ। दर्शकबिन अहिलेको भिडियो कस्तो लाग्यो, हामीलाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया दिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन
भने सब्स्क्राइब गरिदिनु होला। अहिलेका लागि यति नै, नमस्कार, धन्यवाद।